यो कुरिनटार छेउमा रहेको ठेवाटार अरे यो चाहिँ ठेवाटार है। यहाँले हेर्न सक्नुहुन्छ है, यहाँ हाम्रो नाना पनि हुनुहुँदो रहेछ। यहाँ चाहिँ अत्यन्तै राम्रो बसेको यो सानो जग्गा सानो भन्दा नि एकदमै विशाल छ। यहाँ तल नदी छ हैन, अनि मेन हाइवे रोड छ। यहाँ मेन हाइवे रोड छ यहाँ तल हैन। अनि पारिपट्टि चाहिँ पुरै डाँडा हो। अनि यहाँ चाहिँ बसेको रहेछ। यहाँ चाहिँ केरा खेती अनि यो काँक्रा खेती। तपाईहरुलाई यो काँक्रा खेतीमा म पुर्याउने छु। यहाँ कस्तो फलेको छ त फलहरु भनेर तपाईहरुलाई म देखाउने छु आज है। यस्तो ठाउँ रहेछ है, राम्रो ठाउँ लाग्यो मलाई। ल म यहाँ काँक्रा फलेको ठाउँमा आइसकेको छु है। ल हेर्न सक्नुहुन्छ है, आधुनिक स्टाइलमा चाहिँ यहाँ काँक्रा खेती गर्नुभएको रहेछ। अब काँक्रा चाहिँ अब यसरी म हेरेर देखाउने ल है। काँक्रा खेलेको चाहिँ आधुनिक स्टाइलमा ल हेर्न सक्नुहुन्छ है, काँक्राको चिजी लाएर कसरी चाहिँ यहाँ काँक्रा फल्दो रहेछ। अनि ल यो ठाउँमा चाहिँ यसरी खेतीपाती गरिएको छ, हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, गहुँ त्यस्तै गरेर यता हेर्नु सब्जी फेरि त्यस्तै छ है। ल हेर्नु त गाइजहरु, यो सबै कुरा हेर्दा त कतै यतै पो बसाइ सरेर घरजाम गरेर बसौँ कि जस्तो पो लाग्छ त। के हो यस्तो अनि आम्मामा। ल हेर्नु सब्जीहरु, यो हो नि त हाम्रो ठाउँमा नि नहुने त होइन, ठिकै उस्तै ठाउँ हो यो। ल हेर्नुहोस् है, यो सबै काँक्रा खेतीहरु यति धेरै। यो अहिले यो खाली जग्गा हेर्नु भएको छ नि, यो चाहिँ अलरेडी काँक्रा रोपेर अनि बेचेर भ्याएर अनि फेरि यता सुरु भइसकेको छ। उता परतिर नि सुरु छ। यहाँ चाहिँ एकदमै बसेको ठाउँ रहेछ क्या यो। अलिकति चाहिँ हेर्दा चाहिँ तलदेखि त्यो मेन रोडदेखि हेर्दा चाहिँ यहाँ सानो जग्गा छ जस्तो छ, तर यहाँ घरहरू पनि 200 भन्दा धेरै प्लस छ भन्ने कुरा आयो क्या। निकै ठुलो टार रहेछ यो। यो चाहिँ केरा खेती रहेछ है। यहाँ चाहिँ खालको केराहरू छ, कोही यहाँ लामो खालको पनि छ हैन, कोही पाक्दै गरेको छ। यहाँ 12 मासे फल्ने ठाउँ रहेछ कि यो चाहिँ है। यहाँ चाहिँ लौकाहरू हेर्नु, यहाँ चाहिँ लौकाको है यो चाहिँ लौका हेर्नु होला, लौकाको बोटहरू। यहाँ केरा रुखमै पाकेको छ। लु हेर्नुहोस्, ल टाढैदेखि हेरेको। काल्ने बोडीलाई कसरी अब फलाउने व्यावसायिक रूपमा भनेर यहाँ सिक्नुहोस् है। यसरी चाहिँ नि ठ्याक्कै चाहिँ नि ड्याङ हानेर उमार्ने, त्यस पछाडि लहरै 2-3 टोटा खम्बा गाड्ने बाँसको, त्यसपछि धागो तेर्साइहाल्नु पर्ने रहेछ। सजिलो छ। ल यो चाहिँ घिरौँलाको लागि है। घिरौँलाको लागि चाहिँ अर्कै आधुनिक स्टाइल हुँदो रहेछ फेरि, पुरै नेट। ल है यहाँ हेर्न सक्नुहुन्छ है, यहाँ चाहिँ यहाँ रोड छ, हाइवे रोड काठमाडौँ पोखरा जाने। यहाँ तल खोला छ हेर्दा चाहिँ। लु यहाँ हेर्नु त, लु बस्तीहरू, पारी गाउँको बस्तीहरू यसरी देखिएको छ। यहाँ बस्तीहरू बस्नु हुँदो रहेछ, गाउँै छ यस्तो। यहाँ चाहिँ अब हेर्दा चाहिँ विकट तर एकदमै राम्रो ठाउँ रहेछ यो ठाउँ। यता हुँदै काठमाडौँ चाहिँ यसरी सट्टै हो, डाँडापाडी काठमाडौँ जाने रहेछ ठाउँ। यहाँ पनि निकै बस्ती, घनाघोर बस्ती रहेछ यहाँ पनि। यहाँ छेउमा पनि यो सबै यो जङ्गल चाहिँ साल होइन। यहाँ चाहिँ नि कालिज, घोरल, मिर्गा होइन। अब सिकारी मान्छे यताउति अब हेर्नु पर्यो यस्तो पनि। अब बस्नु यहाँ कतै नै बसिहाल्यो भने त यता अब यो चाहिँ यो ठाउँहरू त फेरि यो आमा यो त सल्लाहको घारी रहेछ नि हो माथि त। यसो अहिले नै म विचार गर्दैछु क्या यो जङ्गलहरू यहाँ
विचार गर्नु पर्यो नि त फेरि। ल यहाँ चाहिँ नि अब यसरी बस्तीहरू टाढैदेखि हेर्दाखेरि अवलोकन गर्नु पर्यो। यहाँ पनि अब फलेछ काँक्राहरू। ल ए लिचीहरू फुलेर आँपहरू यस्तो ठाउँ रहेछ।